यहाँबाट चाहिँ हाम्रो झापा काँकर भिटाको सिमाना चाहिँ सकिन्छ। टुरमा क्या हुन्छ। हेर हामी तयार भयो। ए रेडी र ट्याक ए रेडी त तल सुतिरहेको अरू त रेडी भइसक्यो। रेडी भएर हामी यहाँबाट दिस इज काँकर भित्ता बोर्डर गाइस। यो चाहिँ हाम्रो होटल बाहिरको भ्यू हो। बोर्डरमा चाहिँ यहाँ रातभरि यत्तिकै चलपल हो है। अब यहाँ गाडीका लाइन लाग्छन्। यो चाहिँ हाम्रो बोर्ड देख्न सक्नुहुन्छ जहाँ चाहिँ क्लियरली मेन्सन गरिएको छ होइन। सिलगढी चाहिँ हाम्रो 28 किलोमिटर तर कार्यक्रम। ए ठिक 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 ल सही हो ल। यो चाहिँ हाम्रो होटल माउन्टेन एन्ड लज। ल दाइ ल दाइ धेरै धेरै धन्यवाद। नेक्स्ट टाइम फेरि आउँला है। ल दाइ है त तपाईहरुको पनि एकपल्ट नम्बर दिइराखेर जानु भएको हो। हस् हस् हुन्छ दाइ हुन्छ 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 दाइ। बेकार बिजनेस भनेको त यसरी नै चल्दैन नि त। हो दिनुहोस् त। ल हामी चाहिँ यो होटल माउन्टेन एन्ड लजमा बसेका थियौँ। होटल माउन्टेन एन्ड लजमा एकदम राम्रो मिलाएर गरिदिनुहुन्छ है। फेरि फेरि आउँदा पनि होटल माउन्टेन एन्ड लज। हामी चाहिँ यहाँबाट अब बोर्डर गर्दैछौँ होइन। बिहान यस्तो जाडोमा यस्तो चिसोमा चट्ट ल है त यहाँबाट लाग्छौँ अब हामी। यहाँ चाहिँ हामी टक्क भारू सार्दैछौँ होइन। भारू साटेर अनि यहाँबाट चाहिँ हामी पारी निक्लिँदैछौँ होइन। ल केटा होइन त ल। यहाँ चाहिँ एउटा दाइको सिमाना मनी चेन्जर भन्ने रहेछ। सिमाना मनी चेन्जर काँकर भिटाबाट यहाँबाट चाहिँ ट्याक्क भारू साटेर अनि हामी यहाँबाट सिधै यस्तो रहेछ। अब बोर्डरमा ट्याक्क हेर्नु न आनन्दको भाइब्स आइरहेको बवाल। हामी पनि टाइमिङ पनि राम्रो छ हाम्रो है। राम्रो टाइमिङमा हिँडेको छौँ हामी पनि। तुवालोले गर्दाखेरि अलिक त्यति क्लियर चाहिँ नहोला फोटो भिडियो होइन। हामी यहाँबाट चाहिँ अब निस्क्यौँ नेपालको उसबाट। अब त्यति फोटो क्लियर नदेखिरहेको होला होइन भिडियो। तैपनि अब यहाँबाट मेची पुलबाट चाहिँ ट्याक्क नेपालको साइडबाट चाहिँ निस्क्यौँ। यो पारीको पुल छ नि। यो पारीको पुलबाट चाहिँ गाडीहरू जाने हो सिधै डाइरेक्ट। तलको पुलबाट चाहिँ हामी यो अब काट्दैछौँ। यहाँ अगाडि चाहिँ अब नागरिकता भएन भने चाहिँ छिनै दिँदैन अरे। नागरिकता भयो भने केही समस्या पर्दैन अरे। भर्खर यहाँ दाइहरूसँग आर्मी पुलिस दाइहरूसँग भेटेर हामी निस्क्यौँ। केटाहरू चाहिँ हिँड्दैछन् होइन। अनि यहाँबाट चाहिँ टुकटुकेहरू चाहिँ जान दिँदो रहेछ उ त्यहाँ परसम्म। त्यहाँबाट फेरि टुकटुके लिएर चाहिँ अब हामी जानुपर्ने रहेछ। यो चाहिँ मेची पुल है। गाडीहरू जाने मेन गाडीहरू जाने बाटो। यहाँबाट चाहिँ टुकटुकेहरू पनि जान्छ। हामी चाहिँ बिहान मर्निङ वाक गरिदिउँ न भनेर हो। यहाँबाट चाहिँ हाम्रो झापा काँकर भिटाको सिमाना चाहिँ सकिन्छ है। यहाँबाट चाहिँ अब इन्डिया सुरु हुन्छ। यहाँबाट चाहिँ हामी काँकर भिट्टा बोर्डर कट्यौँ है त साथीहरू। ल है त हामी चाहिँ अब यहाँबाट ट्याक्कै नक्सलबारी जान लाग्यौँ है। यहाँबाट यता निस्क्यौँ। अब सधैँ चाहिँ हाम्रो अरुण सर चाहिँ अगाडि बसिरहनु भएको छ। यहाँबाट चाहिँ हामी निस्क्यौँ ल। नक्सलबारी साथीहरू हामी चाहिँ यहाँ नक्सलबाडी आइपुग्यौँ। दिस इज नक्सलबाडी। दाइ धेरै धेरै धन्यवाद। ल जाउँ अब यहाँबाट चाहिँ हामी टक्क हस् दाइ धन्यवाद। ल हामी चाहिँ यहाँबाट चाहिँ अब ट्याक्क नक्सलबाडीबाट ट्याक्क ट्रेन चढेर अनिखेर हामी निस्किन्छौँ है त। के भयो लकडाउन भन्छ त? भयो होला। अस्ति नै गएको होइन सिलगढीमा पनि टाइट गर्छ होइन। त्यही भएर हामी
ल ट्रेन आयो है साथीहरू पछि ट्रेन स्टेसनमा अब के छ टिकट सिकट काटौँ भन्यो भने अहिलेसम्म चाहिँ खबर आइपुगेको छैन अरे ट्रेन कुन बेला आउने भन्ने होइन त्यही भएर अहिले एकछिन टिकट नकाट्नु भन्ने जस्तो कुरा भयो हामीले चाहिँ 6:47 भयो भन्थ्यो नि तर हामी त इन्डिया छिरिसक्यौँ नि त 6:33 मात्र भएको छ अहिलेसम्म होइन यहाँ ट्रेन आउँदैछ अनि ट्रेन आएपछि टिकट सिकट काट्छौँ हामीले चाहिँ ट्याक्क टिकट किन्यौँ होइन टिकट लियौँ हामीलाई चाहिँ कति पऱ्यो टिकटको 150 रुपियाँ 150 पर्यो ल सक्दियो है त ट्रेन पनि चढ्ने हो नि त फेरि हिजोबाट त फेरि सबै साइकलदेखिबाट प्लेनदेखि लिएर ट्रेनसम्म चढ्न एउटा बोट एउटा बाँकी छ यो टुरमा है यो टुरमा एउटा बोट चढ्न बाँकी छ बोट एउटा पनि चढ्नुपर्छ त्यो बोट होइन सिप हो बोट सिप एउटा चढ्न बाँकी बोट हामी चढाएँ होइन भने यो टुरमा भने क्या यो टुरमा हुन्छ नभनिदिनु न यो काटिन्छ हामीले कहाँ जाने भन्ने कुरा चाहिँ हामी चाहिँ ट्रेन वेट गरेर बसिरहेको धेरै टाइम भइसक्यो अहिले चाहिँ अराउन्ड 7:14 भयो इन्डियाको नेपालको चाहिँ 7:29 है अब आउँछ होला आयो होला बुढा चाहिँ नाच्दैछन् उहाँको घर चाहिँ दार्जिलिङ हो यस आई एम फ्रम दार्जिलिङ गाइस यो उहाँको घर चाहिँ अब देखिहाल्नु भयो होला अहिले भन्दैनौँ हामी उहाँको पचरापुर तेरो स्वर्गलोक नर्क मेरै त होला आगे चल रहे हैं रेल आयो अब हामी चाहिँ कहाँ चढ्ने हो चाहिँ थाहा छैन है खडा होके जाना पड़ेगा हामी चाहिँ ट्रेनमा आइसक्यौँ होइन अब ट्रेन चाहिँ ट्याक्कै यहाँ हिँड्दैछ अब गाडी के अरे सिट चाहिँ रहेछ पाएन सिट चाहिँ पाइएन ल Sad news. We could not get the seat. सीट त पाएन क्यों होता है ये बागडोगरा स्टेसन यो बागडोगरा यहाँ चाहिँ रोकिरहेको छ एकछिन ट्रेन यहाँबाट चाहिँ हामी निस्किन्छौँ रेड लाइट बलिरहेको छ ग्रिन सिग्नल पाएपछि विल मुभ अन अनि यहाँबाट चाहिँ हामी अब नेक्स्ट स्टप भनेको सिलिगुडी फाइनली गाइस हामी चाहिँ सिलिगुडी रेलवे स्टेसनमा उत्रियौँ होइन यही ट्रेन हो हामी बसेको चाहिँ यहाँबाट चाहिँ हामी उत्रियौँ अब यहाँबाट हामी बस स्टेसन लगाइस हामी आएको चाहिँ यही थियो लार्जर देन लाइफ भनेर पुरै उ गरिरहेको रहेछ होइन सिलिगुडी सब हाम्रो थियो पहिला केटा हो हेर सर सब पहिला हाम्रो थियो होइन यो नेपाली था सिलिगुडी स्टेसन अरे भैया धेरै एक्सपिरियन्स गरियो केटाहरूले कहाँ ल्याए ल यो चाहिँ सिलिगुडी जङ्सन रे अब यता फरै ओहो यहाँबाट है यो चाहिँ पुरानो पटरी होला सर यो चाहिँ पुरानो पटरी होला है साथीहरू चाहिँ मस्त हिँडिरहेछन् होइन अब चाहिँ हामी यहाँबाट चाहिँ ठ्याक्क लाएर बस स्ट्यान्डतिर जान्छौँ खानासाना खान्छौँ त्यहाँबाट एकलट घुम्छौँ अनि जान्छौँ ट्रेन हेरौँ ट्रेन होइन सिलिगुडीबाट चाहिँ अब यहाँबाट हेरौँ गाडी साडी कतिको भेटिन्छ अनि यहाँबाट चाहिँ जाने कुरा छ अब हेरौँ है साथीहरू हामी चाहिँ यो सिक्किम एसएनटी क्यान्टिनमा छौँ होइन सिक्किम नेसनल ट्रान्सपोर्टेसनमा अनि अब यहाँबाट चाहिँ हामी बस्नै जाने जस्तो कुरा छ अनि के हुन्छ है अब खानासाना खाएर साथीहरू लाग्यौँ है हामी ल हाम्रो बुढाहरू फेरि गयो उता केही छ रोगी नंबर 1 रोगी नंबर 1 रोगी नंबर 2 आपल्याला घेऊन नाव रोगी नंबर 3 देखाएर होला होइन म रोगी छैन अफिस सिलगढीबाट
यतिकै होइन त अब 4 घण्टा काली टेम्पल नारायण भगवान रक्षा गर साथीहरु हामी चाहिँ यहाँ एकैछिन विश्रामको लागि रोकिएका छौं। अबको यात्रा भनेको हाम्रो 40 किलोमिटर 42 किलोमिटर जति होला। अनि हामी चाहिँ अहिले एउटा रिभर हो टिस्टा रिभर इन्टर भयौं हैन ल अब हामी यहाँबाट चाहिँ ग्याङटकपट्टि लाग्छौँ होइन त अरू होइन त बुढा दिस इज सिक्किम ग्याङटक 40 किलोमिटर हामी चाहिँ लाल बजार आइपुग्यौँ। लाल बजार अनि यहीँबाट माथि एमजी रोड चाहिँ यो फ्लाइओभरबाट जान नि मिल्छ, तर हामी चाहिँ माथि बस पार्कबाट यहाँबाट सिधा आउँछौँ है। साथीहरू हामी चाहिँ एसएनटी आइपुग्यौँ होइन, सिक्किम नेसनल ट्रान्सपोर्ट एसएनटी आइपुग्यौँ। अब यहाँबाट चाहिँ हामी घुम्दै फिर्दै होटल सटल यसो हेर्दै अनि माथि एमजी रोडमा जान्छौँ है त। ल दिस इज एसएमटी सिक्किम नेसनल ट्रान्सपोर्ट। मेरो त टाउको दुखिरहेछ पुरै, टाउको त डेन्जर दुखिरहेछ मलाई, बवाल मात्र हो र है त। नाम र फोटो यहाँ चाहिँ हाम्रो यो सिक्किमको हेर्नु त फुटसल फुटबल हेर्नु त सिक्किम बनेकै त्यसैले फुटबल एसोसिएसन Several days later. साथीहरू के भन्नु के भन्न सक्ने अवस्था छैन। देखिहाल्नु भयो 5 जना थियौँ 2 जना भयौँ। अब केही छैन बलि यो शब्द है त। यही हो सिक्किम, सिक्किमले गरायो। भेटियो हाम्रो साथीहरू हराएको थिए, भेटियो फेरि हामी 5 जना भयौँ। भेटियो हाम्रो साथीहरू भेटियो साथीहरू हामी घुम्दै फिर्दै दार्जिलिङ आइयो। किन आइयो र के कारणले आइयो भन्ने कुरा पछि खुलाउँला। आज एकदम थकित छौँ। अब अहिले चाहिँ हामी यहीँ कोही रोटी खाँदैछन्, कोही मोबाइल हेर्दैछन्, कोही अन्त्यले खाएको हेर्दैछन्, कोही औषधि खाँदैछन्।